सिन्धुपाल्चोकको चौताराबाट निस्किएर यो सानो गल्ली बाटो प्रयोग गर्दै हामी सिन्धुपाल्चोक चौताराबाट केही पर रहेको भुत्सागा झरना अवलोकनका लागि निस्कियौँ। केही सेकेन्ड अगाडि बढेपछि दुईवटा बाटाहरू भेटिए र हामी तलतिरको बाटो दायाँतिरको बाटोलाई प्रयोग गरेर केही समय अगाडि बढ्यौँ। छेउमा मन्दिर जस्तो केही चिज पनि देखिन्थ्यो। फेरि अर्को बाटो भेटियो र अझै तलको बाटो प्रयोग गरेर हामी केही समय अगाडि बढ्यौँ। बाटो अहिलेसम्मको अवस्थालाई हेर्दा पिच बाटो सुन्दर रूपमा प्रस्तुत भएको थियो, देखिएको थियो। अगाडि बढ्यो भने छेउमा फुलहरू फुलिरहेका थिए, छेउमा रमाइला हरिया रुखहरू। मैले यो दृश्यलाई अझ रमाइलोको रूपमा खिच्न हिँड्दो गरेँ र अगाडि खिचिरहेँ। यो सडकको दृश्य, छेउछाउको दृश्य पनि। केही मिनटको यात्रापछि फेरि हामी अर्को गाउँमा प्रवेश गऱ्यौँ। यो गाउँ पनि अघि जस्तै सडक छेउमै ठुला घरहरूले सुसज्जित थियो, सुन्दर थियो। सुन्दर ठुला घरहरूले सजिएको यो सडक छेउको गाउँ पनि सुन्दर र रमणीय थियो। अनि यसलाई पनि कैद गर्न निर्णय गरेँ। हामी निरन्तर अगाडि बढ्यौँ। केही समयको यात्रापछि हामी अगाडि पुग्यौँ चोकमा र लेफ्टतिर अगाडि बढ्यौँ। यहाँ केही सुन्दर बोर्डहरू देखिएका थिए। त्यसपछि हामी क्रमशः अगाडि बढ्यौँ र एउटा सुन्दर कार्यालय थियो। सम्भवतः एउटा कार्यालय हुनुपर्छ। यो जुम गर्ने प्रयास गरेँ, गाडी हल्लिएकोले यसलाई कैद गर्न सकिएन। र म फेरि अगाडि बढेँ। गौतम चोक पुगेसँगै अब हामी पक्की बाटोलाई विसर्जन गर्छौँ र यो सुन्दर गेटलाई प्रवेश गरेसँगै अफरोडको यात्रा सुरु हुन्छ। अब हामी कच्ची बाटोमा प्रवेश गर्छौँ। धुलाम्य सडक, साँघुरो सडक, केही कष्टकर यात्रा सुरु हुन्छ। मलाई पनि यो कैदका लागि, भिडियो रेकर्डका लागि पनि समस्या बनाइदिन्छ गाडीको मुभमेन्टले। साँघुरो र कच्ची बाटो, यो गाडीको हलचलले हामीलाई गाह्रो बनाएको थियो, बस्नेहरूका लागि, ड्राइभिङका लागि र म भिडियो खिच्नेका लागि। बाटो छेउबाट सुन्दर स्कुल, छेउमै सानो फुटसलका लागि उपयुक्त मैदान। यो बाटो छेउमा घरहरू देखिन्थे सुन्दर रूपमा। मलाई लाग्छ सिन्धुपाल्चोक भूकम्प प्रभावित जिल्ला भएकाले पनि यो 72को भूकम्पपछि सरकारले बनाइदिएका घरहरू हुनुपर्छ। एकै एस्टिमेटमा एकै रूपले निर्माण गरिएका घरहरू थिए। ती घरहरूलाई मैले हेरेँ, खिच्ने प्रयास गरेँ। मैले भने गाडीको हलचलले केही मलाई अवरुद्ध गरेको थियो। यो घर साँघुरो मोड, साँघुरो बाटो, छेउैमा घर, यो दृश्य पनि सुन्दर थियो। र हामी क्रमशः अगाडि बढ्यौँ। अब सडक सकिएपछि भुत्सागा झर्ना हेर्नका लागि सिडीको प्रयोग गर्नुपर्ने हुन्थ्यो। आधा किलोमिटर लामो सिडी चढ्नका लागि, झर्नका लागि हामी प्रयत्नशील रह्यौँ। मैले भिडियो खिच्न व्यस्त भएँ। सिन्धुपाल्चोकको चौतारालाई जुम गरेर मैले तपाईँहरूलाई देखाउने प्रयास गरेँ। र मभन्दा अगाडि भएका सहकर्मीहरूलाई देखाएँ, नमस्ते सुर्खेतका टिमहरू र भरत सर अगाडि हुनुहुन्थ्यो र उहाँहरूलाई केही सिकाउँदै रहनु भएको थियो। हामीलाई सुन्दर यात्रा गराउने झिल्के गुरु पनि। कति बोलिरहनु, आफूले पनि देखाइदिउँ न एकपटक भनेर यसो क्यामेरा घुमाएर तपाईँहरूलाई म देखिने प्रयास गरेँ। हेर्नु होला है त म कस्तो छु। केही मुस्कुराउँदै तपाईँहरूलाई थम पनि दिएको छु। र साथीहरूकै अगाडि बढिरहनु भएको थियो। सिडी मैले भने आधा किलोमिटर हामी चढ्नु पर्थ्यो यहाँबाट। सिडी छेउबाट घाँस बोकेर हिँडिरहेका आमाहरूले मेरो गाउँघर र घरलाई सम्झाइदिनु भयो। सम्झिएँ पनि एकपटक। र हामी अन्त्यमा यो छाँगामा रमाइलो गऱ्यौँ, फोटो भिडियो बनायौँ। अन्तर्राष्ट्रिय रेफ्री चन्द्रवदना राई सहितको 2 जना चढ्दै हुनुहुन्छ, केही साथीहरू आउँदै हुनुहुन्छ। हामी भरपुर रूपमा यहाँ रमाइलो गऱ्यौँ। यो रहेको थियो भुत्सागा झरना। केही पानीको बहाव कम भइसकेको छ। बर्खाको समय भने यो पुरै भरि नै हामीले जानकारी पायौँ। त्यसपछि हामी फोटो खिच्यौँ। यसरी फोटो कैद गरेपछि, रमाइलो गरेपछि हामी अन्ततः फर्क्यौँ। यो ठाउँ र यो भिडियोको लागि प्रतिक्रिया जनाइदिनु होला। धन्यवाद।